वर्ल्ड कप 2026 लक्षित वर्ल्ड कप स्क्वाड एनाउन्स गरेको छ। कार्लो एन्सेलोटीको न्युज, जोसे मोरिनोको रियल मैड्रिड ट्रान्सफर, जावी एलोन्सोको चेल्सी ट्रान्सफरदेखि लिएर सम्पूर्ण खबर आज हामी यस एपिसोडमा कभर गर्नेछौँ। हे गाइज, वेलकम ब्याक टु डेली फुटबल बुलेटिन, र जहाँ हामी फुटबलको चिरफार गर्नेछौँ। वर्ल्ड कप एकदमै नजिकै र वर्ल्ड कप नजिकै गर्दा फ्रान्स नेसनल टिमले वर्ल्ड कप लक्षित आफ्नो नेसनल फुटबल टिम एनाउन्स गरेको छ, र जहाँ रियल मैड्रिडका स्टार जुन प्लेयर जहाँ पनि फिट हुन्थ्यो त्यो प्लेयरलाई टिममा हालेको छैन। यस साथीहरू, म कुरा गर्दैछु काबामिङ्गाको बारेमा। यो त्यही काबामिङ्गा हो जुन काबामिङ्गाले रियल मैड्रिडको एज अ विङ्गर, एज अ डिफेन्स, एज अ फुलब्याक, एज अ सेन्टर मिड सबै पोजिसनमा राम्रो प्रस्तुति दिँदै आएको थियो। तर डेम्सले भनेका छन् कि फ्रान्सको नेसनल फुटबल टिममा अहिले उनलाई हामी हालेका छैनौँ। किन भन्दाखेरि कारण एउटै छ कि रियल मैड्रिडमा उनले धेरै टाइम खेलेका छैनन् इन्जुरीको कारणले, र यही कारणले उनलाई नेसनल टिममा हालिएको छैन। तर एडिसनली यो पनि भनेका छन् कि काबामिङ्गा इज यङ, र आउने वर्षहरूमा उनको फर्म राम्रो भयो भने अभियसली हि विल रिटर्न ब्याक टु फ्रान्स नेसनल टिम। र साथसाथै कार्लो एन्सेलोटीले ब्राजिलियन फुटबल टिमसँग 2030सम्मको लामो कन्ट्र्याक्ट साइन गरेका छन्। यो कन्ट्र्याक्टले ब्राजिल फुटबल टिमलाई कतिको फाइदा हुन्छ, कतिको बेनिफिट्स र कतिको लाभ उठाउँछ ब्राजिल टिमले, यो त आउने दिनहरूमा थाहा हुन्छ। तर 2026 विश्वकपमा ब्राजिलले कसरी नेमारलाई युज गर्छ या नेमारलाई ल्याउँछ कि ल्याउँदैन, यो प्रश्नहरू बार बार उठिरहेको नै छ। ग्याङस्टरको रियल मैड्रिड रिटर्न एकदमै नजिक छ। वी आर सो क्लोज टु सी जोसे मोरिनो एज अ रियल मैड्रिड म्यानेजर। उनी रियल मैड्रिड आयो भने पक्कै पनि धेरै नै चेन्जेसहरू हामी हेर्न पाउँछौँ उनको नजरमा। उनले क्लबबाट त्यो इगोसेन्ट्रिक प्लेयरहरूलाई अभियसली रिमुभ गर्नेछन्। फेब्रिजियो रोमानोको अनुसार हि इज भेरी 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 क्लोज टु साइन अ डिल। नेक्स्ट सिजनको म्यानेजरको रूपमा चेल्सीले जावी एलोन्सोलाई रिच गरिरहेको छ। जावी एलोन्सो इज अल्सो भेरी क्लोज टु साइन चेल्सी, र जावी एलोन्सोको यस कन्ट्र्याक्टले चेल्सी फुटबल टिमलाई कतिको मद्दत गर्छ यो नेक्स्ट सिजनमा हामी हेर्नेछौँ। र साथसाथै बर्नार्डो सिल्भा सिटीबाट निस्किएर नयाँ क्लब जान चाहन्छन्, र उनले भनेका छन् कि वर्ल्ड कप स्टार्ट हुनुभन्दा अगाडि नै मेरो करियर सेट भएको हेर्न चाहन्छु, ताकि मलाई वर्ल्ड कपमा कुनै रिग्रेट नहोस् भनेर। सो बर्नार्डो सिल्भाले बार्सिलोनाले पनि टार्गेट गरिरहेको हामीले हेरेका थियौँ, तर अहिले बार्सिलोनाले आफ्नो खुट्टा पछाडि तानेको छ, र अहिले हि इज कनेक्टेड विथ बेनिफिका। तपाईँलाई के लाग्छ, चेल्सीले जावी एलोन्सोलाई साइन गर्दाखेरि चेल्सीलाई कतिको फाइदा हुन्छ त? र ब्राजिल फुटबल टिमसँगको 2030सम्मको कन्ट्र्याक्टले कार्लो एन्सेलोटीलाई कतिको प्रेसरमा पार्छ 2030 विश्वकपमा ब्राजिलको राम्रो टिम निकाल्नको लागि? यो पनि कमेन्ट गर्नुहोला, र च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। थ्याङ्क यू।